नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ। महासंघले भदौ 23 गते जेनजी समूहले आन्दोलन गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा सरकारले दमनका कारण 19 जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कर्फ्यू लगाइएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा बन्द नगर्ने जनाएको छ। महासंघले मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै महासंघले नेपाल सरकारसँग उनीहरूको उपचारको व्यवस्था मिलाउन माग गरेको छ। साथै महासंघका सम्पूर्ण सदस्य संघ समिति कम्पनी तथा प्रालीहरूलाई घाइतेहरूको उपचारका लागि सक्दो सहयोग गर्न पनि अनुरोध गरिएको छ। दुःखद घटनाका कारण काठमाडौँ उपत्यका लगायत देशभरको जनजीवन प्रभावित भएको र विभिन्न स्थानमा कर्फ्यू आदेश जारी भएकाले सार्वजनिक यातायात तथा मालवाहक सवारी साधन सञ्चालन गर्न असहज परिस्थिति सिर्जना भएको जनाइएको छ। तसर्थ नेपाल सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायात सवारी साधनहरू सञ्चालन नगर्ने नगराउन महासंघले आफ्ना सम्पूर्ण संघका सदस्य समिति कम्पनी तथा प्रालीहरूलाई विज्ञप्ति मार्फत